एका देशमा एउटा ठूलो जंगल थियो। त्यहाँ एकजना चरा पनि बस्दथ्यो। तर त्यो चराको एउटा जिउ र दुईवटा टाउको थियो। एक दिनको कुरा हो, त्यो चरा जंगलमा उडिरहेको थियो। त्यो चराको एउटा टाउकोले मात्र जंगलमा अमृतको भाण्डो देख्यो। यो अमृतको भाण्डो मैले पहिला देखेको हो, त्यसैले यो म मात्र खान्छु। के तिमी मात्र खान्छौ? त्यसो नभन, मलाई पनि खान मन लागिरहेको छ। अलिकति खान्देऊ न, हामी दुईजना एउटै त हो। पर्दैन, यो मेरो हो, त्यसैले यो अमृत पुरै म मात्र खान्छु। तिमी हेरी मात्र रख। धेरै पछि फेरि उनीहरू जंगलमा उड्दै थिए। त्यो बेला त्यो चराको एउटा टाउकोले त्यहाँ विषको भाण्डो देखेछ। के गर्न लागेको? यो नखाऊ, यो त विष हो। यो खायो भने हामी दुवै मर्छ। जब तिमीले अमृतको भाण्डो भेटेको थियौ, तिमीले मलाई अलिकति पनि दिएन। अब यो विषको भाण्डो मैले भेटाएको छु, त्यसैले यो सब म मात्रै खान्छु, हामीलाई चाहे जेसुकै होस्। यो कथाको भनाइको मतलब जहिले पनि आफू मात्र राम्रो हुन्छ भन्ने कहिले हुँदैन। कहिलेकाहीँ जिन्दगीले कस्तो मोडमा लग्छ थाहा हुँदैन। आफूले अमृत जस्तो मात्र भेट्दैन, कहिलेकाहीँ विष पनि बाटोमा भेट्छ। त्यसैले आज मेरो राम्रो भयो भनेर कसैलाई नहेप्नु। के थाहा भोलि के हुन्छ।